नमस्ते, म हास्य कलाकार किरण घिसी। राता मकै कति खुसी कति खुसी कति खुसी। केले खुसी गरे थाहा छ? यो पल पल जायफल मसाज आयल। अब यहाँ कथा सुन्नुहोस्। अब म त नाच्ने मान्छे होइन, बस्ने उठ्ने होइन। अब फिल्ममा फाइट खेल्नु पर्यो, यता उता हाम फाल्नु पर्यो, उता उडेर हान्नु पर्यो होइन। त्यसले गर्दाखेरि अनि बिहान बिहान अलिकति रनिङ पनि गर्छु। अब उमेर पनि करिब करिब यङ त होइन नि म। त्यसले गर्दाखेरि अलिकति घुँडा दुखिरहेको थियो, दाहिनेपट्टिको पाता दुखिरहेको थियो। अनि त्यसपछि मैले ब्याङ्ककको एउटा आयल ल्याएँ, त्यसले ल्याएँ। केही दिन ठिक भयो अनि त्यसपछि त्यसले भएन। अनि नेपालमै उत्पादन गरेका नाम नलिऊ केही तेलहरू पनि लगाएँ, त्यसबाट पनि केही ठिक भयो, तर पुरै निको भएन। त्यसले गरी विदेशका मलमहरू अनि त्यो एक्सर्साइज गर्ने बेलामा, फुटबल खेल्ने बेला मर्किन्छ नि, हो त्यो स्प्रेहरू पनि ल्याएर हालेँ। त्यसबाट पनि क्षणिक मात्रै भयो, तर दीर्घकालीन हुँदै भयो। अनि एकजना साथी घरमा गएको, उहाँको नाम चाहिँ नलिउँ, मजाले घोडामा यसरी लगाइरहनु भएको छ। मेदाई नमस्ते भनी, ओ किरण बाबु नमस्ते भन्नुभयो। के गरेर भने यहाँ हेर न, यहाँ पलपल जायफल लगाएको। अनि यसले ठिक गरेर त भनेर मैले चाहिँ अलिकति इग्नोर गरेर, किनकि मैले धेरै लगाइसकेको छु नि त अरूहरू। अनि ठिक भयो त भनेर भन्दाखेरि ठिक भयो बाबु। यसले मलाई त भर्याङ चढ्ने बेला गएर पाइला चारेर भर्याङ स्टेप चल्नु पर्थ्यो। अहिले लुखुर 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 अनि ओर्लिने बेला पनि गएर ओर्लिनु पर्थ्यो, खटाक 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 ओर्लिने बेला। अहिले इजिली ओर्लिन्छु, इजिली भर्याङ चढ्छु, तल भैँमा बस्छु, जुरुक्क उठ्न सक्छु। गरेर यसरी अनुहार बिगारेर उठ्नु पर्दैन। मलाई यसले धेरै राम्रो गर्यो किरण बाबु भन्दाखेरि, हो र ए दाइ मलाई नि अलिकति घुँडा दुखिरहेको छ दाइ, मलाई पातो दुख्छ झन् यो चिसोमा त। मलाई कम्मर भन्दा पनि यो पाता र यो दाहिने पाता र यो घुँडा चाहिँ मलाई एकदम दुख्छ दाइ भनेपछि, अब कहाँ किन्न पाइन्छ भन्दाखेरि मसँग अर्को छ, यो आदि लाएर एकचोटि हेर नि त भनेर उहाँले मलाई यस्तो सिसीमा हुन्छ यो पलपल जायफल, यहाँ आदि उहाँ लगाइसक्नु भएको छ। मलाई आदि दिनुभयो। आदि दिनेपछि मैले बिहान घरमा मलाई आफूलाई जहाँ पेन भएको छ घुँडामा, अनि अर्को घुँडा पनि लाएँ। अब होइन, एउटा घुँडामादेखि अर्को लाएँ, यो पातालाई खाममा बसेँ। करिब करिब मैले 40-45 इंच जति मलाई पुग्यो त्यसले लाइन। मलाई पनि म इजिली मुभमेन्ट भयो क्या मेरो। माथि मजाले भर्याङ चढ्न पनि इजिली भयो, भर्याङ ओर्लिनेखेरि पनि भयो। अनि अस्ति एउटा करिब करिब यो 10 अगाडि एउटा म्युजिक भिडियो गरेको थिएँ। त्यो म्युजिक भिडियो बस्ने उठ्ने गरेर नाच्दिन्छ नि, त्यो इजिली नाच्न सकेँ। यार मेरो त निको भयो, थ्याङ्क यू है यो पलपल जायफल तेललाई भनेर मनले भनी। अनि त्यसपछि फोन गरेर उहाँका ओनरलाई, ल तपाईँको यो तेलले चाहिँ मलाई राम्रो काम गर्यो है। यो म अरू पीडित दुःख लुकाएर बसेको तर थाहा नभएको मान्छेलाई मैले मात्रै थाहा पाउने होइन, मलाई मात्रै हुने होइन, अरूलाई निको हुनुपर्छ भनेर मैले अरूलाई जानकारी गर्नको लागि आज यो मैले यो सानो एउटा रेकर्ड गरेर यहाँ हालेको छु। यो नेपाल सरकारबाट लाइसेन्स प्राप्त होइन, रेजिस्ट्रेसन गरेर यसको नाम पलपल जायफल मसाज आयल भनेर राखेको छ। कतिवटा के चिजहरू हालेका छन् भन्ने कुरो पनि यसमा सबै लेखिएको छ। कुनै यसमा छक्का पन्जा यताउति यहाँ त्यहाँ केही गरिएको छैन अनि रजिस्टर गरेको छ। अब उहाँहरूको भनाइ अनुसारबाट यो जायफल तेल बनाउने डाक्टर र साइन्टिस्टहरूको भनाइ अनुसारबाट 3 महिना अनवरत रूपले लाउनु पर्ने, 3 महिना पछि लगाएपछि यसले गर्नुपर्ने काम जति सबै गर्ने भनेको छ। मैले त 3 महिना लगाएको छैन, 45 दिनमै मलाई यसको रिजल्ट मैले आफूलाई सन्तुष्टि, आफूलाई मनलाई चित्त बुझ्ने खालको रिजल्ट चाहिँ मैले यो पलपल जायफल तेलबाट मैले पाएँ। मलाई चाहिँ यसबाट सन्तुष्टि, यसबाट मलाई आफूले धेरै बेनिफिट मैले लिनु पाएँ। पैसा पनि धेरै महँगो रहन्छ, नेपाली उत्पादन हो। जायफल भनेपछि त पहिले बच्चामा जायफल त धेरै आमाहरूले हामीलाई खानिदिएको छ होइन। घोटे चौथी खोलेर घोटेर जायफलहरू खुवाउनुहुन्थ्यो मर्गा ठाउँमा, छातीमा होइन, खोकी लागेको बेलामा, चिसोले समातेको बेलामा। अब यो त्यो जायफल भन्ने शब्दै राम्रो लाग्यो मलाई। र एकजना साथी घरमा जाँदाखेरि त्यो किसिमको तेल पाएर आइसकेपछि अनि अर्को एउटा किने मैले, त्यो किनेर अहिले लगाइरहेको छु। मलाई त करिब यो म जिरोमा आइसक्यो। मलाई हिँड्ने बेला गर्ने बेला अनि फेरि म मसाजको सोकिङ मान्छे, म बेलामा मसाज गर्न जान्छु होइन, केटीबाट गर्दिनँ, केटाबाट मसाज गरिरहेको छु। अनि यो तेल दिन्छु, ए बाबु यो घोडामा अलिकति बढी है, मलाई यो पातामा अलिकति बढी है, जहाँ अलिकति आफूलाई पहिले एट्याक गरेर त्यसमा यही तेल युज गर्छु अनि बोक्छु, फेरि हालेर घर लिएर आउँछु। त्यसले गर्दाखेरि म चाहिँ यो पलपल जायफलबाट 100% सन्तुष्टि छु। मलाई त निको भएर मैले फिल गरेर यो आज यहाँ समक्ष मैले यो केही बोलेको छु। तपाईँहरू पनि एकचोटि युज गरेर आफ्नो पीडा र आफ्नो दुखाइलाई निवारण गर्नको लागि एकचोटि ट्राई गर्नु। धन्यवाद।